हेलो नमस्ते एभ्रिवान वेलकम टु माई स्किन केयर रुटिन र यो टोनरको बट्टामा चाहिँ मैले चाहिँ टोनी मोलीको टोनर हालेको छु प्लमको हो बट्टा चाहिँ तर मैले चाहिँ टोनी मोलीको हालेको छु हैन अन्तखेरि यहाँ चाहिँ छ पोन्ड्सको मोइस्चराइजर यसले चाहिँ मेरो स्किनलाई पुरा हाइड्रेसन दिन्छ हैन पुरा हाइड्रेटेड राख्छ यो पोन्ड्सको मोइस्चराइजरले चाहिँ अन्त जति पनि म स्किन केयर प्रडक्ट चलाउँछु म चाहिँ डट एन्ड की र यो मोइस्चराइजर चाहिँ पोन्ड्सको चलाउँछु हैन अन्त सबै हाइड्रेटिङ छ र यो विन्टरको लागि चाहिँ राम्रो पनि छ सो यहाँ चाहिँ मैले सिरम युज गर्दैछु डट एन्ड कीको है सो यसले मेरो स्किनलाई धेरै राम्रो गरेको छ अन्त यो डट एन्ड कीको चाहिँ अल स्किन टाइप्स रहेछ सो तपाईहरुले पनि युज गर्न सक्नुहुन्छ यो चाहिँ एउटा काइन्ड अफ अनेस्ट रिभ्यू नै हो हैन किनभने मैले चाहिँ यो चाहिँ कति सालदेखि युज गर्दै आएको नि त अन्त टोनी मोलीको टोनर पनि एकदमै राम्रो हुन्छ इट गिभ्स यु ग्लास स्किन हैन अन्त यो डट एन्ड कीको यो ब्लू वालाले पनि लाइक यो मैले चाहिँ यो ब्लू वाला चाहिँ पहिल्यैदेखि चलाएको सो यसले चाहिँ यो अनि टोनी मोलीकोले पनि ग्लास स्किन दिन्छ र यहाँ चाहिँ मेरो मम्मी पछि हैन के गर्दैछौ भन्नु हुँदै थियो अन्त मोस्ट इम्पोर्टेन्ट चाहिँ यो सनस्क्रिन है हामीले सनस्क्रिन चाहिँ घरभित्र हुँदा पनि र बाहिर हुँदा पनि लाउनु पर्ने हुन्छ सो यति नै थियो मेरो स्किन केयर अन्त लास्टमा चाहिँ यो मैले चाहिँ ओरिफ्लेमको लिप बाम युज गर्छु लिप्सलाई पनि जरुरी छ नि त